स्वागत छ मेरो भ्लगमा। ल ल ल बाप्न ढोकिदिए है। न्यू सब्सक्राइबर है। Hello guys, my name is Raymond. हेलो एन्ड नमस्ते ब्युटिफुल जनता, वेलकम टु माई एनदर भ्लग। र आशा छ तपाईँहरू सबै आरामै हुनुहुन्छ होला। म पनि एकदमै ठिक छु। अनि तपाईँहरूको दसैँ कस्तो भयो है? मेरो चाहिँ राम्रो भएन, किनभने मेरो चाहिँ छुट्टी थिएन दसैँमा। अनि त्यही भएर आजबाट छुट्टी मनाउनु जाँदैछु। अनि दसैँ अब ढिलै भयो नि, दसैँ मनाउनु पर्ने हुन्छ। अनि यसो भोलि मङ्गलबार मन्दिरतिर नि पूजा गर्नु जानुपर्ने छ। त्यही भएर आज सोमबार, आज गाउँ जानु लाग्यो 5-6 दिनको लागि। अब त्यही हो एक्साइट गाइज। अहिले चाहिँ म वनस्थली चोकमा धादिङको गाडी कुर्दैछु। गाउँतिर जानेहरूको भेट चाहिँ लास्टै धेरै छ है, तपाईँहरू देख्न सक्नुहुन्छ। अनि मैले चाहिँ मास्क लगाइसकेँ। धादिङको गाडीमा चाहिँ सबले चिन्छ क्या, सबै आफ्नो मान्छेहरू हुन्छ। अन्त मास्क लगाइसकेँ। अनि यहाँ चोकमा गाडी कुरिरहेको। अब गाडी आउने बित्तिकै टाप हान्नु पर्ने हुन्छ। पिसेको उकालो सिद्धाएर धाक्रेमा आइपुगिसक्यौँ। अनि यहाँ चाहिँ एकछिन रोकेको छ खाजाहरू खानु। त्यसपछि मासतिर चाहिँ बाटो एकदम नराम्रो भएर मैले भिडियो बनाउनु सकिनँ। अब चाहिँ बनाउँदै जान्छु। बाटो राम्रै छ। आएको बस। अनि मलाई चाहिँ वनस्थलीबाट जबरजस्ती पछाडि सिटमा लगाएर हालिदियो खाली छ भनेर। अनि बल्ल बल्ल एडजस्ट गरेर अनि अगाडि क्याबिनमा बसेँ म। अनि यो चाहिँ म चढेको बस। अनि यता मासतिरबाट काठमाडौँ जाने, यताबाट धादिङ जाने। अगाडि गएपछि देखाउँछु। क्याबिनमा बाङ्गो गरेर बसेको, पुरै जिउ नै दुखिसक्यो, ढाड दुखेर मर्नु लागिसक्यो। अब त्यो ठिक छ। त्यो चाहिँ म चढेको बसको भित्री नजारा देखाउँछु म। यता क्याबिनमा चाहिँ म बसेछु यस्तोमा उल्टे गरेर, ढाड दुखिसक्यो यहाँ उल्टो बस्दा बस्दा। अनि यहाँबाट सट्ट अगाडि यसै हेर्न मिल्ने भएर नि अगाडि हामी चाहिँ धाक्रे खाजा खानु रोकेको थियो। त्यहाँबाट अब हामीले फेरि यात्रा कन्टिन्यू गरिसक्यौँ। अनि यहाँबाट चाहिँ रोडको कन्डिसन अलि राम्रै छ जस्तो लाग्छ। त्यही भएर अब म बोल्दै भिडियो बनाउँछु। अनि मासतिर चाहिँ धेरै नै खत्तम थियो, बस्नु नि गाह्रो भएको थियो। अनि क्याबिनमा ढाड बाङ्गो गरेर बस्दा बस्दा फेरि जिउ देखिसक्यो। अनि अब अगाडि चाहिँ नजारा अब देखाउँदैछु। रोड राम्रै छ जस्तो छ। अहिले चाहिँ यहाँ बसमा एउटा सब्सक्राइबर कमाइसकेँ है। मेरो न्यू सब्सक्राइबर है। धन्यवाद। काठमाडौँको गाडीमा चाहिँ एउटा देखेको छु, त्यो तपाईँहरूलाई पनि देखाउँछु म है। यहाँ चाहिँ धादिङ अनि त्यो काठमाडौँ लेख्ने ठाउँमा चाहिँ बालिन सिटी लेखेको छ। तपाईँहरू बालिनको क्रेज देख्न सक्नुहुन्छ।
धादिङ बेसी झरिसक्यो है, धादिङ बेसी आइपुगिसकेँ। अनि अब यहाँबाट चाहिँ मेरो बाउ काकाहरू सबै ससुराली मामा घरै जाउँदा गएर आउनुहुन्छ। अनि यहाँ भेट भएर अनि घर जानुपर्ने हुन्छ। अहिले चाहिँ म धादिङ बेसी पुछार बजार आइपुगिसकेँ। यो चाहिँ चाडबाडको समयहरू एकदम बिजी छ, सडक चाहिँ एकदम प्याक छ। म अङ्कलहरूलाई फोन गर्छु कता छ, अनि त्यसपछि भेटेर अनि घर जानुपर्ने हुन्छ सँगै। म चाहिँ बसबाट झरेर अनि यता मुखसुख धोएर फ्रेस भएर अनि यहाँनिर तपाईँहरूलाई म हाम्रो धादिङको खोला देखाउँछु है। तपाईँहरू देखि सक्नुहुन्छ एकदम मिठो भ्यू छ है। यो चाहिँ हाम्रो खोलाको नाम चाहिँ मलाई नै आउँदैन है, थोपल खोला के हो है, दामी छ है। टक्क यस काठमाडौँमा विष्णुवतीको त्यो कालो गनाउने पानी हेरिरहेको, यहाँ मिठो यस्तो सफा पानी देख्दाखेरि त दामी। यहाँ पौडी खेल्नु कति मजा आउँथ्यो होला गाई चाहिँ, दामी छ है। यो चाहिँ मेरो धादिङ है, बोर्डमा केही लेखेको रहन्छ गाइस, धादिङ बेसी फाइनली है होला। त्यही हो, अब म अङ्कलहरूलाई फोन गरेर अङ्कलहरूसँग भेट भएर अनि घरतिर जानुपर्ने हुन्छ। तपाईँहरू धादिङमा क्राउड देख्न सक्नुहुन्छ, लास्टै धेरै छ, लास्टै धेरै एकदम भिड छ। अब सबै सहरतिर फर्किनेहरूको जमात यहाँ एकदम धेरै छ, देख्न सक्नुहुन्छ। गाडीहरू चाहिँ प्याक छ, कसैले सिटै पाएको छैन है, फर्किनको लागि एकदम सबलाई गाह्रो भइरहेको छ। यहाँ धादिङ बेसीमा हाम्रो दुईवटा खोजी भाइहरू आज छुट्टी सिद्धेर जान्ला रहेछ। यो चाहिँ छोटु भाइ लातो भ्लग बना, लातो बना। हेलो गाइस, माय नेम इज रेमन। तपाईले आफ्नो साइकललाई भिडियो बनाएको है? लातो बोल न, के बोल न मान्छे भन्न क्यामेरा पछाडि ल के भ्लगर बनेको त्यो लोडी तपाईँ भन्नु न। मैले भनिसकेँ। गाइस फाइनली हामी पुचार बजारबाट अब पुलपारीपट्टि आइपुगिसक्यौँ र अब यहाँबाट हाम्रो गाडी तेल हालेर आउँदैछ। यति चाहिँ मेरो फौज है, घर जाने फौजहरू। अनि त्यसपछि अब सट्ट सबैजना गाडीमा चलाउनु जानुपर्छ। यसलाई चाहिँ पछाडि डोरीले बाँध्ने, खुट्टामा बाँध्ने अनि घिसार्दै लाने है। बिहान 10 बजे धादिङ बेसी आइपुगेर राति घर जाने सबलाई कुर्दा
सबजना ससुराली गएर टिका सिका लगाएर दसैँमा पैसा कमाएर है मेरो चाहिँ दसैँ अझै सुरु भएन बल्ल आज भन्दा दिन्छु केही पनि मैले कमाउँदिनँ किनभने मैले टिका लगाएर पैसा पाउँदिनँ यो चाहिँ हाम्रो 7 भन्ज्याङ अब हामी हुलाक भन्ज्याङ आइपुग्नु लाग्यो अनि यो चाहिँ उकालो ठाडो उकालो तर पिच भएपछि त्यो गाडीहरू मजाले चढ्छ त्यही हो दुःख चाहिँ हुँदैन यो चाहिँ गाउँको सुन्दरता है यो बाख्रा गाई बस्तु यसरी घाँस काट्ने मन जानुपर्ने हुन्छ भोलि कि पर्सितिर घाँस काट्नुलाई यसरी सबभन्दा पहिला लोद काटेर हिँड्यो घाँस नकाटी भात खानु पाइन्छ त्यो घरमा पहिला अहिले चाहिँ हामी हुलाक भन्ज्याङ आइपुग्यौँ त देख्न सक्नुहुन्छ सर अब यहाँबाट चाहिँ हामी अब गाउँ चिरेर चट्टा हेरेर डाँडा पाखा यो अर्कै मजै अर्कै हुन्छ क्या जहाँ पुगे नि असली सुन्दरता भनेको गाउँमै छ त्यो लायकको भएको छ तपाईँहरू देख्न सक्नुहुन्छ यता चाहिँ एकदमै अलि बाक्लो बस्ती विकसित बस्ती छ भनौँ यतातिर चाहिँ तपाईँहरू जस्ट मिस अङ्कलको 5,000 जाने र यो माथिको भवन चाहिँ हाम्रो जलमुनी गाउँपालिकाको पालिका कार्यालय तपाईँहरू देख्न सक्नुहुन्छ यहीँबाट हुन्छ यहाँ अच्छा काम भयो नि पुरा काम भयो नि के अरे मेरो भ्लगबाट मलाई अट्काउन आउला नि अब चाहिँ हामी सुनखानी मेन हाम्रो यो बजार क्षेत्रमा प्रवेश गरिसक्यौँ तपाईँहरू देख्न सक्नुहुन्छ अब त्यहाँ अब कति हजार हो चाहिँ सुनखानी आइपुगिसक्यौँ गयो यो चाहिँ 7 भन्ज्याङ किन रोक्नु र काम त अनि यो चाहिँ हाम्रो जलमुनी गाउँपालिकाको एकदम सबैभन्दा विकसित बजार अनि यहाँ चाहिँ सबै सुविधा छ अब पालिका कार्यालयहरू यताउता त्यो सबै कुरा पाइन्छ यहाँ चाहिँ अब हामी यहाँबाट चाहिँ कच्ची बाटो लाग्नुपर्ने हुन्छ हाम्रो ढोलापट्टि चाहिँ अब दसैँ तिहारपछि पिज हुन्छ अरे भन्ने सुनेका छौँ है अब कच्ची बाटो सुरु भयो अहिलेसम्म पिज आएर बहुत यागु गऱ्यो होइन अब कच्ची बाटोतर्फ लाग्दैछ हामी होइन अब त्यो बेलामा कति दुःख गरेर हिँडियो खैर केही छैन हाम्रो ढोलाको एकदमै फेमस ठाउँ है धोबिनी डाँडा भन्छ तर रियल नाम चाहिँ ढुङ्गिनी डाँडा हो अनि यहाँ चाहिँ नेपालको झन्डाहरू के हालेर त्यस बनाएको रहेछ अनि यहाँनिर चाहिँ बन्जी जम्प गराउने पनि एकदम सम्भावना भएको ठाउँ छ तपाईँहरू देख्न सक्नुहुन्छ एकदमै राम्रो छ हामीले स्थानीय पर्यटन विकास गर्ने हो भने चाहिँ यो ठाउँलाई पनि केही गर्न सकिन्छ अब यहाँबाट चाहिँ हाम्रो ढोलाको बस्तीहरू सुरु हुन्छ त्योभन्दा अगाडि चाहिँ ढोला सुरु भइसक्यो तर वन जङ्गल मात्रै थियो अब यहाँबाट चाहिँ ढोलाको बस्तीहरू सुरु हुन्छ जाने है क्या आज जोसेर तर म खेल्न आउँदैन भयो चाहिँ हामी मिलन चोक आइपुग्यौँ त्यो बेलाको यो पनि खतरा ठुलो बजारै लाग्थ्यो हौ त्यो बेलामा अब हुन्छ नि भिडियो सुटको लागि चाहिँ एकदम दामी ठाउँ छ है यो चाहिँ हाम्रो 4 नम्बर वडा कार्यालय स्वास्थ्य चौकी पनि यहीँ छ वडा कार्यालय र स्वास्थ्य चौकी यहीँ छ सदाघारी मल चाहिँ है यस्तो दामी छ कि भित्र घारी छैन
यहाँ चाहिँ पिङ हालेको छ तपाईँहरू देख्न सक्नुहुन्छ दसैँ लाएर पुरा पिङ फैलिरहेको तर हामी चाहिँ अहिलेसम्म पिङ छुनु पनि पाएको छैन तपाईँहरू देख्न सक्नुहुन्छ पुरै पिङ फैलिरहेको छ अब अब हामी आफ्नै गाउँतर्फ लाग्दैछौँ चल्पले छुट्टी हुन्छ गाई बच्चाहरूले भ्लगर भनेपछि त चल्पले छुट्टी हुन्छ है यो ठाउँलाई चाहिँ बडारे भन्छ अनि हाम्रो खेत चाहिँ यहाँबाट थोरै तल छ बर्खामा खेत रोप्नु चाहिँ अनि यहाँबाट आएर यो बाटोबाट सर्दा ओह्रालो तलतिर जान्छौँ खेत रोप्नुलाई अनि अब धान लाउनु नै घर जाने अनि बर्खामा खेत रोपेर आएर चाहिँ अनि हामी यहाँ टक्क नुहाएर अनि घर जान्छौँ रोड चाहिँ अहिले नराम्रो छ यता त्यो मेरो अस्ति स्केट पार्कमा मसँग गएको त्यो बुद्धिको साथीको खेत चाहिँ यहाँ हो अनि हाम्रो चाहिँ तल छ युद्धमा बर्खामा खेती गर्ने खेतीहरूको चाहिँ यो एरिया पुरै खेत हो यो तलतिर यता पुरै खेत छ हाम्रो यहाँ वासरुम जाने ब्रेक भइरहेको छ र यहाँ चाहिँ ओपन टोइलेट बारीको भित्ता भनेर त्यो एउटा पहिला माग्ने बुढा कोकोले भन्थ्यो त्यही वाला हो है हेरौँ पुरा कोकोसको बारीमा पुरा मलजल हाल्नु आबल घाँस चाहिँ एकदम गाईबस्तुको लागि एकदम मिठो दामी ह्यान्सी घाँस छ हामीलाई मासु भने जस्तै गाईबस्तुको लागि यो नि मासु भने जस्तै हो होइन यता चाहिँ के भन्छ चनौटे अस्ति नै काकाहरूलाई करेन्ट लागेको थियो नि पालपानी र होइन अर्कै तारमा क्या ए हो पहिला हाम्रो बाटो जतातिर नि हो यस्तै हो थियो है नयाँ बजार भन्ने ठाउँ आइपुगिसक्यो तर यहाँ चाहिँ घरहरू पुरानो भइसक्यो गाउँको सुन्दरता यही हो यही चराहरू कराएको सुन्नुहोस् तपाईँहरू नयाँ बजार है गाई रात पर्यो आउँदा आउँदै बत्ती बालेर यात्रा सुरु भइसकेको छ हाम्रो पराकालिका प्रवेश गर्दैछौँ अनि अहिले चाहिँ रात परेर लाइट भ्यू हेर्नु झले चाहिँ केही देखिन्न खासै त्यो रातो पिलिक्क लाइट बलेको ठाउँ चाहिँ हाम्रो घर हो त्यहाँ जानुपर्ने हुन्छ त्यो चाहिँ भ्यू अनि यो चाहिँ जुन अरे दो जुडुवा भाइ मिल गए साथमै आजको दिनभरिको सङ्घर्षपछि अब हामी पराकालिका एरिया आइपुगेको छौँ यहाँ चाहिँ म पहिला पढेको हाम्रो स्कुल एरिया हो यो चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ एरिया हो अनि यहाँ चाहिँ बजार एरिया छ है तपाईँहरूले देख्न सक्नुहुन्छ मलाई त यस्तो हिसाब लाग्यो यार यो चाहिँ म पहिला पढेको स्कुल चाहिँ यो हो बरा स्वागत छ मेरो ब्लगमा हाम्रो बहिनीहरू यहाँ भेटेँ है चटपट बहिनीहरू पनि चटपट खाना रहेछ सबलाई भेटघाट त्यस्तो भयो अनि अब हामी घरतिर लाग्दैछौँ यो चाहिँ हाम्रो स्कुल पहिला मैले एसई चाहिँ यहीँबाट दिएको हो देख्न सक्नुहुन्छ पहिला हामी चाहिँ चौकटीमा बसेर पढ्थ्यो टिनको छाना केही थिएन बारसार यताउता एकदम खत्तम थियो अहिले चाहिँ पुरै बिल्डिङहरू बनाएर रहेछ रातिमा राम्रोसँग देखेको छैन अनि अब हामी यहाँबाट चाहिँ यता राइट लाग्नुपर्ने हुन्छ हाम्रो घरपट्टि जानुलाई चाहिँ हाम्रो टिकटक भाइरल है विशालकोमा चाहिँ हामीले चटपटहरू सेल हान्दैछ है उसको के विशाल रिजल्ट छ है टिकटकमा सबैजनाले गएर फलो गर्नु होला विशाल रिजल्ट 14 है 14 है ल विशाल यार अलिअलि सामान देऊ न यार चटपट भने अहिले खाने गर्छ क्या यसो सामानहरू लानुपर्ने हुन्छ डन हो क्या हो बराकालिकाको हाम्रो यहाँ सामान खरिद कार्यक्रम भइसक्यो अब घरतिर चलिदिनु पर्ने हुन्छ यहाँबाट यता चाहिँ हाम्रो जाने बाटो इधर से जाएंगे हम काले भाइ हात उता गर भने त दाम देखाउनु लाइट हाम्रो गुरुङ गाउँ सुरु हुन्छ अनि यहाँ चाहिँ
हाम्रो पानीको ट्याङ्कीहरू छ तर रातिमा देख्दैन। अब यहाँनिर चाहिँ हाम्रो फुटबल ग्राउन्ड आउँछ, जीर्ण अवस्थामा छ। अनि यहाँ मुनि चाहिँ भारी छ। म पहिला लोद घाँस काट्न आउँथेँ, यहाँबाट घाँस भारी नलगेसम्म भात नै मिलेगा त्यस्तो थियो। अनि जस अब यहाँ चाहिँ हाम्रो फुटबल ग्राउन्ड आइछ। यसको लागि नै हामीले त्यो बेला ल्याएर राखेको। यो चाहिँ हाम्रो फुटबल ग्राउन्ड भयो। अनि त्यहाँ लाइट साइट छ। अनि एउटा पोस्टपट्टि मात्रै लाइट रहेछ। यो चाहिँ गुरुङ गाउँको फुटबल ग्राउन्ड है। यो चाहिँ यो पनि अलि राम्रो छ। यो चाहिँ लाइट साइट भयो ल आयो पाहुना आयो। अब भोलि सुनाइदिसी भइगयो नि आएछ भनेर चिनिहाल्छ नि। अब हामी घरतर्फ लाग्दैछौँ। घर आइपुग्नु अब यति बाँकी छ, लागिसक्यो। अनि यहाँबाट यता चाहिँ दबलधारा जाने बाटो, दबलधारा भन्ने ठाउँ। अनि त्यहाँबाट चाहिँ हामी पहिला लो पानी बोक्थ्यो। लो पानी मामा अँधेरोमै दर्शन है। ए रङ्गाशाला जात्रा फर्काउने ठाउँ छ, फर्काउनु मिल्छ क्या है। अब चाहिँ हामी घरमाथि आइपुगिसकेको छौँ। अनि यहाँनिर चाहिँ अलिक ठाडेवाला छ। अनि यो रुखमा चढेर म लोद घाँस काट्थेँ पहिला, तपाईँहरू देख्न सक्नुहुन्छ। चलपल हान्दिएँ। बिहान 5 बजेदेखिको सङ्घर्षले आज यति बेला घर आइपुगिसकेको छौँ। यहाँ मेरो सेक्युरिटी गार्डहरू पुरा घुम्न थालिसकेको छ। अनि हामी घर आइपुग्यो 6 बजे। 12 घन्टाको यात्रापछि हामी 12 घन्टाको यात्रापछि घर आइपुगिसक्यौँ। 4 घन्टामा आइपुग्ने घर 12 घन्टामा आइपुगेको छ। घर आइपुगिसक्यौँ गाइस। त यार मेरो भिडियो युट्युबमा हेर्नु पर्दैन भने यार आइज युट्युबमा आउँछ आजको भिडियोमा। तँ तल आइज गाडीबाट झर्दैछौँ। अनि यो चाहिँ काठमाडौँबाट लिएर आएको भक्तपुर रक्सी हो। अनि हामी अलिअलि खाँदै आएको, अलिअलि झ्याप्पा छौँ। आइस भाइ हामी घर आइपुगिसक्यौँ। अनि हाम्रो चाहिँ यहाँ अब झरिसकेपछि भाडाहरू दिने कार्यक्रम भइरहेछ। यत्रोजना सबै यहाँ आएको हामी देख्न सक्नुहुन्छ। यत्रोजना सब एउटै गाडीमा आएको। अहिले चाहिँ हामी हाम्रो घरको फेरि तपाईँ बाहिर ल हाम्रो यहाँ माइज र काले भाइ। ओ काले भाइ हेलिकप्टर पाइलट ओ मास्टर यसलाई मैले उस गरेको थिएँ। यो चाहिँ हाम्रो यसको बारेमा भन्नुपर्दाखेरि यो चाहिँ फाइनली गाइज दिदीसँग चाहिँ 2 वर्षपछि भेट पायो। मनोज भाइ के छ यार? त्यही आम्मामा अनुहार बिग्रेर मान्छे बिग्रिन्छ अनुहारको कुरा गर्छ। देखो आप लोग देख सकते हैं। पोर तिहार में टीका लगाउनु पाएन, निदर खाली थियो। Who are you man? ओ या आइस भाइ तल कस्तो लाग्यो गाउँ आएर? एडभेन्चर एकदम मजा आयो है। यो चाहिँ हाम्रो कोसेली है, सिधै 1 कार्टुन। आज यो खाएर झलनाथ खनाल हुनुपर्ने हुन्छ। अब कार्टुन बोकेर घरतिर जाऊँ है। हजुरआमाहरूको रियाक्सन हेरौँ कस्तो हुन्छ, किनभने धेरै पछि हामी घर आएछु। यत्रो फुटा हान्छ त गाइज। फाइनली गाइज सिधै 1.5 वर्ष कि कति वर्षपछि म घर आइपुगेको छु। यो चाहिँ हाम्रो घरको सेक्युरिटी गार्ड है। आइज घरमा को हुनुहुन्छ होला? फाइनली बिहान 6 बजीदेखि अहिले 7 बजीसम्म हिँडेर बल्ल बल्ल घर आइपुग्यो। कता गयो यो घरको मान्छेहरू? र यहाँबाट आउँदै हुनुहुन्छ मेरो हजुरआमा। ल रिस अरे होइन फेरि अझ ल रिस हजुरआमा है गाइस। हजुरआमा तपाईँ हामी यतिजना चाहिँ घर आइपुगिसक्यौँ है। नाति हजुरआमालाई हेलो भन्नु। हेलो भन्नु न। हेलो अब भाइरल यति भएपछि
आया गाइस हम घर पहुंच घर आई पीस गए हम घर आई पहुंच चुके थे र फाइनली गाइज घर आइपुगिसक्यो योपालिको दसैँ ढिलो चाँडो जस्तो चाहिँ भयो नि घर आइपुगिसक्यो अब रमाइलो गर्नुपर्ने हुन्छ यति भन्दै आजको ब्लगलाई अन्त्य गर्न चाहन्छु च्यानललाई सब्सक्राइब गर्नु होला कमेन्ट गर्नु होला लाइक सेयर गर्नु होला अनि मेरो काठमाडौँदेखि धादिङ घरसम्मको ब्लग यति नै भन्दै स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् मस्त रहनुहोस् बाई बाई